साथीहरू आज चाहिँ दाइहरूसँग चाहिँ म चाहिँ घुम्न हिँडेको। दाइहरूले सामान किन्दै हुनुहुन्छ। आज चाहिँ हामी घुम्न हिँडेको जङ्गलतिर। आज रमाइलो गर्ने दाइहरूसँग भनेर चाहिँ आज म चाहिँ दाइहरूसँग आएको छु। दाइहरूले सामान किन्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। द छिटो गर्नु त फटाफट छिटो। ल हिँड्ने तपाईँहरूको मैले अब वर्ष याद गराइदिन्छु क्या युट्युबमा हालेर। बुझ्नु भयो? आज चाहिँ हामी चाहिँ उहाँ दाइ हुनुहुन्छ हाम्रो। आज चाहिँ हामी चाहिँ काठीपुरमा चाहिँ हामी होइन त्यहाँबाट हिँड्दै आएको म त कहाँ गयो। वाटर स्विमिङ पुल नुहाइदिने हो र नुहाइदिने आया चटपटे जङ्गलमा आइसकेपछि चाहिँ यो व्यवस्थापन चाहिँ फोहोरको व्यवस्थापन गरिदिनु होला है। जो कोही हुनुहुन्छ यस्तो फोहोर भएको छ, बोतलहरू हुन्छ, त्यसैले फोहोरको व्यवस्थापन चाहिँ जो कोही आउनुहुन्छ केही खानको लागि पार्टीसाटी साथीहरू छ, तर यो फोहोर मैला चाहिँ यसलाई व्यवस्थापन गरिदिनु होला। दाइले चाहिँ दाउरा लगाइदिनुपर्छ। साथीहरू जो कोहीले ल्याउनु भएको यो चाहिँ सरसफाइ गर्नुपर्छ है, यस्तै फाल्नु हुँदैन। प्रयास गरे हम गाइस। अलि सुतानु दाइ, फेरि भाँच्नु होला नि फेरि खुट्टा सुट्टा। अलि आरामले बिन्दास तरिकाले। ऊ दादा ल है दाइहरूको डान्स चल्दै है। ल डान्स गर है। यसमा पनि पड्किन सुरु पड्क्यो ढुङ्गा पड्क्यो। जिन्दगीमा चाहिँ रमाउनुपर्छ, कहिले खुसी पनि हुन्छ, खुसी पनि हुनुपर्छ जिन्दगीमा। परिकार त्यसैले चाहिँ कहिले खुसी कहिले दुःखी जिन्दगीको यो कुरेटै हो। त्यही भएर हाम्रो दाइहरू यहाँ रमाएको देख्न सकिन्छ। सानोदेखि सँगै डुबेको सँगै खेलेको हाम्रो दाइहरूको टोलीहरू यहाँ चाहिँ नाच्न आउनु भइसकेको छ। जङ्गलको बिचमा छ यो काठीपुल भन्नेमा, काठीपुल देख्न सकिन्छ। निकै नै राम्रो मनोरञ्जन भइसकेको छ। यहाँ आगो बोलिरहेको छ, डेक बजिरहेको छ, निकै नै राम्रो डान्स यहाँ चलिरहेको छ दाइहरूको। म पनि चाहिँ एकछिनको लागि चाहिँ दाइहरूसँग चाहिँ इन्जोय गर्नको लागि चाहिँ आएको हो। देख्न सक्नुहुन्छ गाइस यहाँ पनि। त्यही भएर चाहिँ जिन्दगीमा काम मात्रै इम्पोर्टेन्ट होइन, इन्जोय पनि इम्पोर्टेन्ट हो। काम पनि इम्पोर्टेन्ट, इन्जोय साथसाथै इन्जोय पनि हुनुपर्छ। रमाइलो हुन्छ।
सानैदेखिको साथीहरू मिलिसकेपछि चाहिँ यतिको रमाइलो त हुनु सामान्य हो। देख्न सक्नुहुन्छ मलाई पनि रङ्ग लगाइसकेको छ। देख्न सक्नुहुन्छ अहिले सेकुवाको व्यवस्थापन पनि छ। मैले त मासु खान्न, दाइहरू पनि लागि व्यवस्थापन छ, मेरो लागि चाहिँ चिसोको व्यवस्थापन छ। गर्मी भएको छ, उहाँले कपडा सपडा खोल्नु। ल ल ल ल स्टेप बाई स्टेप। अलि हातहरू फैलाउने। भेरी गुड। निकै नै राम्रो इन्जोय भएको छ यहाँ दाइहरूको डान्स। निकै नै राम्रो, कसको डान्स राम्रो छ हेर्नु होला। स्टेप निकै नै राम्रो रमाइलो भएको छ। देख्न सक्छ। अरे स्टेप, वाउ भेरी गुड। स्टेप निकै नै राम्रो छ। देख्न सक्छ जीवन दाइलाई, असुर दाइ देख्न सक्छ, सन्तोषलाई देख्न सक्नुहुन्छ। दामी दामी दामी। तपाईँले देख्न सक्नुहुन्छ कि रमाइलो भलहरू छ यहाँ। अब हामी चाहिँ यहाँ चाहिँ मासी भने सेकुवा पुग्नेछौँ। यो चाहिँ सेकुवा सेकुवा सेक्ने के भन्छ यसलाई मलाई थाहा छैन। यो डन्डी हो, सेकुवा सेक्ने डन्डी हो। मैले तर खान्न, त्यही पनि मैले सेकुवा चाहिँ सेकिदिन्छु दाइहरूको लागि। राम्रो रमाइलो भएको छ। देख्न सक्नुहुन्छ तपाईँले दाइहरूले चाहिँ मासु झिरमा हाल्दैछन्। म चाहिँ यता चाहिँ घुम्न हिँडेको छु। देख्न सक्नुहुन्छ यहाँ पत्ता ल्याउनु यार, भर्खर पत्ता ल्याएको जीवन पत्ता ल्याउ त बाबु त्यो चक्कु ल्याउ त। चक्कु के? चक्कु। अझ चक्कुले सँग
पत्ताले होइन ल अगाडि चार्दिनु यो जाडो मौसममा भाडा माझ्दा हात नै कठिन हुन्छ त्यसैले तपाईं एक लड़की पहली बार अपनी ऑनलाइन डेट पर लेकिन उसे क्या पता भारत के पूर्वोत्तर राज्यों के खिलाफ बांग्लादेश की तरफ से रची जा रही साजिश और बांग्लादेश के अंदर ही हिंदुओं पर लगातार किया जा रहा है ल एकै ठाउँ बसौँ न कहाँ बस्ने पड्का लाग्यो भनेर चिसोसँग हो नि त अर्को गिलास मेरो हो कि त धमिलो हालेर चाहिँ म चाहिँ त्यो कौन अर्को धमिलो हाल्यो यसो भाइ चाहिँ एउटा चिया कस्तो चलाउनु त्यस्तो चलाउनु अलि उता बस्छ ए लगे यता फर्केर हो यहाँ आऊ धेरै तातो छ भाइ ऊ यो त नर्मल चले हाँ मोबाइल झिक्दाखेरि कस्तो भनेर अनि उतना बाटोबाट भन्छ न तिमीलाई त म देखाउने मलाई दिन पर्दैन चौसठीमा दुईजनाको हो यतिखेर जाँदा ग्यास्ट्रिक भएकोले देख्दा पनि अब जाने कुरो आउँछ हामी चाहिँ घर
के छ ठिक छ के कस्तो रमाइलो भयो कि भएन रमाइलो त इन्जोय गरियो के बबाल भयो अरूलाई पनि यहाँ आउनु भन्नु भनिदिनु न आफू आउँछ हामी कहाँ लोकेसन भनिदिनु हामी नजिकै भएर नि 10 वर्षमा आइयो होला 5 वर्षमा आइयो होला कहाँ कहाँको मान्छे यहाँ लोकेसन भनिदिनु लोकेसन अर्गानिक एरिया अर्गानिक भन्दा पुटोल 12 ताम्नागढदेखि उत्तर साइड जङ्गल साइड जङ्गल साइड उत्तरबाट त्यहाँ जङ्गलै जङ्गल त्यहाँ सबैले सोध्न सक्नुहुन्छ लोकेसनको बारेमा झिरहाको यताको नि अर्को हात देऊ न उता सोङलाई त्यो राखिदिनु न तल ल ल ल ल भयो ल भयो यति भने मैले अहिले भिडियो गरेको अहिले फोटो खिच्छु